हटाइदिएर यही मात्र राखे पनि हुन्छ क्या, यसले डिस्टर्ब गर्ने हो। मान्य सदस्यहरू, प्रदेश सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, सर्वप्रथम म माननीय अर्थमन्त्री श्री भरत प्रसाद शाहलाई मध्य प्रदेशको आर्थिक वर्ष 2081-82 को विनियोजन विधेयक 2081 मा समावेश हुने बजेट तथा कार्यक्रमहरूको सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीतिहरू सभामा प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, आज मध्य प्रदेशको आर्थिक वर्ष 2081 र 82 को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमहरूको सिद्धान्त र उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू चाहिँ यहाँ प्रस्तुत गर्दैछौँ। नम्बर 1, मध्य प्रदेश सरकारको अर्थमन्त्रीको हैसियतले यस गरिमामय प्रदेश सभामा प्रदेश आर्थिक कार्यविधि ऐन 2074, पहिलो संशोधन 2076 समेतको व्यवस्था अनुरूप विनियोजन विधेयक 2081 का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गर्न उपस्थित भएको छु। आगामी आर्थिक वर्षको बजेट मध्य प्रदेशको गरिबी निवारण, उत्पादन वृद्धि र सामाजिक न्याय सहितको आर्थिक समृद्धि पहिलो प्राथमिकता हुने गरी तर्जुमा गरिनेछ। वित्तीय संहिताको सफल कार्यान्वयन, प्रदेशको आयमा बढोत्तरी, प्रदेशको सन्तुलित विकास र समन्यायिक विकासलाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिनेछ। यसबाट स्रोत साधनको न्यायोचित र प्रभावकारी परिचालन भई विकासको प्रतिफल आम नागरिक समक्ष पुर्याउनेतर्फ परिलक्षित हुने जानकारी गराउँदछु। माननीय सभामुख महोदय, म मध्य प्रदेशको अर्थतन्त्रको संक्षिप्त स्थिति चित्रण सहित अर्थतन्त्रमा रहेका सबलता र अनुकूल गरिएका समस्या र अनुभूति गरिएका समस्या एवं चुनौतीलाई संक्षिप्त रूपमा प्रस्तुत गर्न अनुमति चाहन्छु। नम्बर 3, मुलुकको राष्ट्रिय अर्थतन्त्रको स्वरूप र शैलीमा यसै प्रदेशको अर्थतन्त्र अघि बढिरहेको हुन्छ। देशको समग्र अर्थतन्त्रमा यस प्रदेशले मूलतः कृषि क्षेत्रमा उल्लेख योगदान पुर्याएको छ। त्यस्तै देशको समग्र अर्थतन्त्रमा यस प्रदेशले मूलतः कृषि क्षेत्रमा उल्लेख योगदान पुर्याएका छन्। त्यस्तै योगदानको क्षेत्रमा प्रदेशको सफलताको रूपमा लिई थप प्रोत्साहन हुने गरी बजेट तथा कार्यक्रम समावेश गर्न प्राथमिकता दिइरहन आवश्यक छ। संविधानले निर्दिष्ट गरेका अनुसार प्रदेशको आन्तरिक स्रोत परिचालन र प्राप्ति कार्य अपेक्षा गरिए अनुसार सुधार गर्न सकिएको छैन, जसको कारण राजस्व सङ्कलनको दायरामा प्रभावकारी रूपले बढ्न सकेको छैन। कार्यान्वयनमा योग्य आयोजना छनौट गर्ने अभ्यासमा कमजोरी हुनु, संरचना र कार्यविधि समस्या नबन्नु जस्ता व्यवस्थापकीय कमजोरी रहेका छन्। आयोजनाहरूको कार्यान्वयन प्रक्रिया सम्बद्ध अघि बढाउँदा सक्दा मात्रै बजेट कार्यान्वयन प्रभावकारी हुने अवस्था छ। प्रत्येक वर्ष जननिर्वाचित सम्मानित प्रदेश सभाबाट स्वीकृत गरिएका बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रगति असाध्यै न्यून हुन गरेको प्रवृत्ति सर्वविदित छ
लक्ष्य निर्धारण गरी नागरिक समक्ष प्रतिबद्धता गरी अनुसार बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गराई सार्वजनिक खर्च बढाउनु पर्ने चुनौती रहेकोले यसलाई सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने अनिवार्यता रहेको छ। प्रदेशभित्र रहेको आर्थिक क्रियाकलापको सुस्ता, स्वास्थ्य एवं शिक्षासँग सम्बन्धित सार्वजनिक सेवा प्रदान गर्ने प्रभावकारी प्रणालीको कमजोरीका कारण प्रदेशबाट बाह्य क्षेत्रमा हुने पलायन रोक्न चुनौतीपूर्ण रहेको छ। यसका लागि उच्च र दिगो आर्थिक वृद्धि हासिल गरी उत्पादन वृद्धिसँगै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने हुन्छ। मध्य प्रदेशले अर्थतन्त्रमा उच्च योगदान दिन सक्ने देखिएका कृषि, उद्योग र सेवा क्षेत्रहरूमा सार्वजनिक लगानी बढाउने, निजी लगानी लगायतका अन्य सह लगानीलाई प्रोत्साहन गरी अर्थतन्त्रको आधार मजबुत बनाउने किसिमले विषय क्षेत्रगत नीति तथा कार्यक्रममा सुधार गर्दै लैजानु पर्ने आवश्यकता रहेको छ। संघीय स्वरूप अनुसार 3 तहका सरकारको संरचनागत व्यवस्था अनुसार कार्य हुनुपर्दछ। कार्यान्वयनमा हुने दोहोरोपनालाई कम गराउने गरी संविधानको धारा 232 अनुसारको सहकारितामा आधारित कार्यान्वयन प्रणालीमा योगदान गर्ने किसिमका उदारनीति नहुँदा आपसी सहयोग प्रभावकारी हुन सकेको छैन। यसका लागि प्रदेशले स्थानीय तहसँगको सहकार्य समन्वय सबल गराउने गरी प्रयास गर्नु आवश्यक छ। प्रदेश र स्थानीय तहलाई यस प्रकारको सहजीकरण संघीय सरकारबाट हुनुपर्ने अपेक्षा समेत मध्य प्रदेश गर्दछ। प्रदेश विनियोजन विधेयक 2081 का सिद्धान्त र प्राथमिकता तय गर्दा नेपालको संविधान दोस्रो प्रादेशिक आवधिक योजनाको अवधारणा पत्रमा प्रस्ताव गरिएको नीति सन् 2026 सम्म विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि लिनुपर्ने रणनीति सन् 2030 सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य अनुसारको प्रदेश तर्फबाट गर्नुपर्ने योगदान, प्रदेश सरकारको नीति तथा कार्यक्रम र निर्वाचनका समयमा राजनीतिक दलहरूले गरेका प्रतिबद्धता समेतलाई आधारको रूपमा लिएको छु। साथै प्रदेशलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने एक मजबुत क्षेत्रको रूपमा पहिचानयुक्त गराउने गरी आधार तयार गर्नुपर्ने विषयलाई महत्त्वपूर्ण सन्दर्भको रूपमा लिएको छु। माननीय सभामुख महोदय, अब म मध्य प्रदेश विनियोजन विधेयक 2081 मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त प्रस्तुत गर्ने अनुमति चाहन्छु। प्रदेशवासीहरूलाई संघीय शासन प्रणालीसँग भरोसा जगाउने र वित्तीय सम्बन्ध मार्फत यसका लागि योगदान गर्ने तर्फ बजेटका सिद्धान्त र प्राथमिकता केन्द्रित गरेको छु। राष्ट्रिय अर्थतन्त्रको दरिलो आधार मध्य प्रदेशमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी मार्फत आर्थिक वृद्धि हासिल गरी अर्थतन्त्रको विकास गर्नका लागि उच्च सम्भावना रहेको कृषि क्षेत्र एवं उद्योगहरूमा लगानी केन्द्रित गरी उत्पादन र उत्पादकत्व बढाउने, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रको विस्तार गर्ने, संस्कृति एवं पर्यटनको माध्यमबाट मधेसलाई खास गन्तव्यको रूपमा विकास गर्दै लैजाने, पूर्वाधार क्षेत्रको विकास मार्फत अन्य आर्थिक गतिविधिका लागि परिपूरकता कायम गराउँदै लैजाने यस्ता कार्यहरू गरी रोजगारीका अवसर बढाउन आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुनेछ। सामाजिक न्याय र समविकास, स्रोत साधनको न्यायोचित वितरण गरी सामाजिक क्षेत्रमा क्रियाकलापलाई प्रोत्साहन गरिनेछ। सार्वजनिक विद्यालयहरूको शिक्षाको गुणस्तरमा सुधार ल्याउन नमुना सामुदायिक विद्यालय र 1 जिल्ला 1 शैक्षिक पार्क, स्वस्थ विद्यालय तथा अभियानलाई प्राथमिकता दिनेछ। प्रादेशिक लगानीको प्रतिफल सबै जाति वर्ग समुदाय समान रूपले पुग्ने गरी न्यायोचित प्रणाली संस्थागत गर्न योगदान गरिनेछ। संघीयता सबलीकरण, संघीय शासन प्रणाली हालको नेपालको संविधानको खास विशेषता रहेकोले तिनी तहको सरकारको बीचमा सहकारी र एकताको वातावरण सिर्जना गर्न वित्तीय हस्तान्तरण प्रणाली, सहकारितामा आधारित कार्यान्वयन प्रणाली मार्फत योगदान गर्ने सन्देश प्रभाव हुने गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरिनेछ। सन्तुलित विकास, प्रदेशभित्र रहेका सबै भूगोल, जाति, भाषाभाषी समुदायलाई समन्यायिक राज्य प्रणालीको
अनुभूति गर्न सक्ने गरी वास्तविकता, आवश्यकता र औचित्यताको आधारमा कार्यक्रम र योजनाहरू चयन गर्न ध्यान दिइनेछ। आर्थिक विकासको लागि लगानी मैत्री वातावरण, मध्य प्रदेशको गौरव र पहिचान झल्काउने किसिमका आयोजनामा विनियोजन प्राथमिकता रहने लक्ष्य लिनेछ। उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सहकारी र निजी क्षेत्रलाई सार्थक रूपमा सहभागी गराइनेछ। कृषि क्षेत्रको रूपान्तरण गरी यस क्षेत्रलाई व्यावसायिक गराउने, सेवा र उद्योग व्यवसायको प्रवर्धन गर्ने, स्वरोजगारलाई प्रोत्साहन गर्ने जस्ता कार्यक्रम मार्फत रोजगारी बढाउनेतर्फ बजेट केन्द्रित हुनेछ। जवाबदेही बजेट प्रणाली र आर्थिक सुशासन, बजेट क्रियाकलाप निर्धारण गर्दा नै कार्यान्वयन गर्ने निकाय र काम यकिन गराइनेछ। स्वीकृत मापदण्ड र विधि अनुसार काम गर्नुपर्ने परियोजना बाहेक अन्यमा एकमुष्ट रूपमा खर्च राखी पछि बाँडफाँड गर्ने गरी रकम विनियोजन गर्ने अभ्यासलाई निरुत्साहित गरिनेछ। विकास कार्यक्रमहरू कार्यान्वयन हुने क्रममा नागरिकले अनुभूति गरिरहेका गलत शैलीहरूलाई सुधार गर्दै लैजानुपर्नेछ। यसबाट विकास योजनाको कार्यान्वयन सम्बन्धमा नागरिक तहमा व्यापक गुनासाहरू कमी हुने गरी कार्यान्वयन प्रणालीमा सुधार गरी सरकारप्रति नागरिकको विश्वास बढाउन योगदान गरिनेछ। चालू खर्चलाई अनुशासनमा राखी मितिव्ययित आर्थिक प्रशासनको सन्देश दिइनेछ। आर्थिक अनुशासनको लागि समयमा खरिद प्रक्रिया पूरा गर्ने, खुला एवं प्रतिस्पर्धी खरिद विधि अवलम्बन गर्ने, त्रैमासिक रूपमा आन्तरिक लेखा परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने, खुला रूपमा आर्थिक सूचना प्रवाह गर्ने, बेरोजुको अङ्क घटाउन र आर्थिक सुशासन कायम गराउन लक्ष्य निर्धारण गरी बेरोजु फरसट गराउने र सम परीक्षण गराउने कार्य प्रमुखताका साथ अगाडि बढाइनेछ। टुक्रेर साना आयोजनामा बजेट छर्ने प्रवृत्तिलाई पूर्णतः निरुत्साहित गर्ने गरी कार्यक्रम प्रस्तुत गरिनेछ। माननीय सभामुख महोदय, अब म विनियोजन विधेयक 2081 मा समावेश हुने बजेट तथा कार्यक्रमको प्राथमिकताहरू प्रस्तुत गर्न अनुमति चाहन्छु। कृषि क्षेत्रको सबलीकरण, प्रदेशको उच्च सम्भावना रहेको कृषि क्षेत्रलाई योगदान गर्ने क्रियाकलापहरू प्राथमिकतामा रहनेछ। स्वास्थ्य सेवा, सुरक्षित खानेपानी र सरसफाई, यस प्रदेश सामाजिक विकास सूचाङ्क पछि परेको अवस्था सुधार गर्न खास प्राथमिकता दिनुपर्ने अनिवार्यता सर्वत्रित छ। सो अनुसार बजेट विनियोजन गरिनेछ। गुणस्तरीय सामुदायिक शिक्षा, सुशिक्षित समुदायको निर्माण र सबल नागरिक क्षमता बढाउँदै लैजाने सामुदायिक शिक्षालाई प्रभावकारी गराउनुपर्ने हुन्छ। व्यावहारिक शिक्षा प्रवर्धन गराउने गरी बजेट प्रस्तुत गरिनेछ। माननीय सभामुख महोदय, माथि उल्लेख गरेको सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दा प्रदेशको सामाजिक आर्थिक हित हुने गरी परिणाममुखी योजना र कार्यक्रमलाई प्राथमिकता दिइनेछ। वित्तीय अनुशासन कायम गर्न बजेटलाई पूर्ण रूपमा प्रणालीमा आधारित गराउने कार्यको थालनी गरिनेछ। अन्तमा यस सम्मानित प्रदेश सभा समक्ष प्रस्तुत विनियोजन विधेयक 2081 को सिद्धान्त, उद्देश्य र प्राथमिकता उप छलफल भई माननीय प्रदेश सभा सदस्यज्यूहरूबाट रचनात्मक सुझावको अपेक्षा गरेको छु। माननीय प्रदेश सभा सदस्यज्यूहरूबाट प्राप्त हुने सुझावहरूलाई मार्गदर्शनको रूपमा लिँदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, यो डकुमेन्ट आफ्नो पिजन होल र इमेलबाट प्राप्त गर्नुहोला। मान्य सदस्यहरू, मध्य प्रदेश आर्थिक वर्ष 2081-82 को विनियोजन विधेयक 2081 मा समावेश हुने बजेट तथा कार्यक्रमहरूको सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीतिहरूमाथि प्रदेश सभाको आजै बस्ने अर्को बैठकमा छलफल हुने बेहोरा जानकारी गराउँदछु। मान्य सदस्यहरू, प्रदेश सभाको अर्को बैठक आजै दिनको 1:30 मा बस्ने गरी यो बैठक स्थगित हुन्छ।